दामोदर कुण्ड कुन ठाउँबाट जाने र कसरी जाने भन्ने विषयमा मैले हजुरहरूलाई यो भिडियो मार्फत भन्नेछु। फुल भिडियो हेर्नु होला। दामोदर कुण्ड जानको लागि चाहिँ हामीले हजुरहरूलाई 5 रात 6 दिनको टुर प्याकेज ल्याएका छौँ। पोखराबाट 5 रात 6 दिनको टुर हुन्छ भने काठमाडौँबाट 6 रात 7 दिनको टुर ल्याएको छौँ। यो 6 रात 7 दिनको टुरमा र 5 रात 6 दिनको टुरमा हजुरहरूले कुन कुन ठाउँ घुम्न पाउनुहुन्छ र कहाँबाट जान्छ भन्ने विषयमा भन्दैछु। फुल भिडियो हेर्नु होला। पोखराबाट हामीले 5 रात 6 दिनमा हजुरहरूलाई प्रति व्यक्ति मात्र 22,000 मा ल्याएको छौँ। काठमाडौँबाट 6 रात 7 दिनमा हजुरहरूलाई प्रति व्यक्ति 30,000 मा ल्याएका छौँ। यो 30,000 र 22,000 मा के इन्क्लुडिङ छ त भन्ने विषयमा पनि भन्दैछु। फुल भिडियो हेर्नु होला है। हामीले 22,000 मा प्रति व्यक्तिमा बिहानको ब्रेकफास्ट, लन्च, डिनर, रुम अनि ट्रान्सपोर्टेसन है, यसमा चाहिँ हजुरहरूलाई यो इन्क्लुडिङ हुन्छ। अनि अक्सिजन, मेडिसिन जति पनि हामीले हजुरहरूलाई हिमाली क्षेत्रमा चाहिने जति अक्सिजन र चाहिने जति मेडिसिन हामी आफै हजुरहरूलाई इन्क्लुडिङ गराउँछौँ यो प्याकेजभित्रै। पनि दामोदर कुण्ड आउने सोचमा हुनुहुन्छ भने हामीसँग आउनुभयो भने हजुरहरूको यात्रा चाहिँ एकदमै सहज तरिकाले हामीले हजुरहरूलाई गराइदिनेछौँ।